0-10 15 वर्षका एक किशोरले 11 बलमा अर्धशतक बनाएको सुन्दा तपाईलाई अचम्म लाग्दैन? 10-100 भारतका युवा खेलाडी वैभव सूर्यवंशीले 50 ओभरको क्रिकेट इतिहासमै सबैभन्दा छिटो अर्धशतकको कीर्तिमान बनाएका छन्। उनले श्रीलङ्का ए विरुद्ध भारत एका लागि केवल 11 बलमा 50 रन बनाए। यो उनको 29 बलमा 94 रनको उत्कृष्ट पारीको अंश थियो, जसमा 10 चौका र 8 छक्का सामेल थिए। आफ्नो अर्धशतक पूरा गर्न उनले एकमात्र रनविहीन बल खेले, बाँकी 10 बलमा 5 चौका र 5 छक्का प्रहार गरे। यसअघि यो कीर्तिमान 13 बलमा श्रीलङ्काका थिसरा परेराको नाममा थियो। वैभव यस वर्ष इन्डियन प्रिमियर लिगमा पनि सर्वाधिक रन बनाउने खेलाडी थिए। उनलाई इङ्ग्ल्यान्ड विरुद्धको एकदिवसीय टोलीमा समावेश गरिएको छैन, तर आयरल्यान्ड र इङ्ग्ल्यान्ड विरुद्धको 20-20 ओभरको टोलीमा स्थान दिइएको छ, जहाँ उनले आफ्नो अन्तर्राष्ट्रिय यात्राको थालनी गर्न सक्नेछन्। 100-120 यो अद्भुत युवा प्रतिभाको भविष्यका बारेमा तपाईको के विचार छ? टिप्पणी खण्डमा आफ्नो मनका कुरा लेख्नुहोस्। यस्तै थप रोचक क्रिकेट जानकारीका लागि हाम्रो पृष्ठलाई मन पराउनुहोस्, साझा गर्नुहोस् र सदस्यता लिन नबिर्सनुहोस्।